मारो 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 स्टप स्टप हेलो वेलकम टु माई न्यू ब्लग मेरो नयाँ ब्लगमा आज स्वागत छ हजुरहरूलाई आई एम ह्याप्पी म चाहिँ आज एउटा नयाँ ब्लग बनाउन जाँदैछु म चाहिँ आज तपाईहरुलाई हाम्रो बुटोल कस्तो छ त हाम्रो बुटोल सहर कस्तो छ भन्ने बारेमा बताइरहेको छु हैन म चाहिँ आज फाइनली यो बुटोल गोलपार्क साइडमा आएको छु मेरो चाहिँ यो अब आजको भ्लग नयाँ जर्नी सुरुवात हुँदैछ हेर्न सक्नुहुन्छ बुटोलमा यस्तो छ दामी छ क्या हाम्रो बुटोल चाहिँ बब्बाल छ हैन म चाहिँ आज यसो ब्याङ्कतिर आएको थिएँ बुटोलतिर त्यसैले हजुरहरूलाई हाम्रो बुटोल कस्तो छ भनेर देखाइदिन्छु भनेर चाहिँ एउटा नयाँ नौलो हैन राम्रो नराम्रो जस्तो भए पनि एउटा भिडियो हजुरहरूकोमा आज देखाउन सक्नेछु भन्ने बारेमा चाहिँ भिडियो बनाइरहेको छु भिडियोलाई चाहिँ अन्तिमसम्म हेरेर साथ सपोर्ट दिनु नभुल्नु होला म चाहिँ अहिले ठ्याक्कै अहिले कहाँ भन्नुपर्दा ओहो कुकुर भुक्छ त यार म चाहिँ अहिले कहाँ भन्दा ठ्याक्कै यो चाहिँ कान्ति स्कुल म चाहिँ कान्ति स्कुलको बाटो जाँदैछु हैन यो बुटोलको चाहिँ अलि प्रसिद्ध स्कुल भनेर चिनिन्छ मेनमा चाहिँ कालिका हैन फर्स्टमा कालिका पर्छ त्यसपछि दोस्रोमा चाहिँ कान्ति स्कुल पर्छ यहाँ चाहिँ कान्ति स्कुल गेट चाहिँ यहाँबाट छ त्यही हो भिडियो मन नपरे नि परे पनि भिडियोलाई अन्तिमसम्म हेरेर अनि भाइलाई थोरै माया र सपोर्ट दिनुहुन्छ भन्ने थोरै आशा बोक्दै म चाहिँ ठ्याक्कै अहिले यो चाहिँ हाट बजार लाइनमा आएको छु है म चाहिँ ओहो गाडी आयो त्यहाँ यो चाहिँ कपडा सप योबाट पछाडि चाहिँ ठ्याक्कै हाट बजार छ यहाँबाट जान सक्नुहुन्छ त्यो सबै फ्यान्सीहरू हो यहाँ चाहिँ जुत्ता चप्पलहरू भाँडाकुँडाहरू राम्रो राम्रो कपडाहरू पाइन्छ यो चाहिँ तपाईँको एनटिसीको अफिस होइन एनटिसी सिम चाहियो भने तपाईँलाई एनटिसीको सिममा केही प्रब्लम आयो भने तपाईँ चाहिँ यहाँ सिधै आउनु सक्नुहुन्छ यो चाहिँ कहाँ भन्नुपर्दा ठ्याक्कै म चाहिँ अहिले अमरपथ लाइन है यो चाहिँ क्या दामी दामी घर छ है आम्बो कहिले होला हौ यत्रो घर बनाउने मैले धेरै आशा गोजीमा पैसा छैन त्यही पनि ठुलो आशा बोकेर हिँडेको मान्छे हुँ म जिन्दगीमा प्रगति होला नहोला होइन आशा भन्ने चाहिँ राख्नुपर्छ सधैँ ओहो गाडी छ दामी मलाई चाहिँ यो ठाउँ अरू ठाउँभन्दा बेस्ट अमरपथ लाइन लाग्छ क्या हेर्नु न छेउछेउमा चाहिँ त्यहाँ ठुल्ठुलो बिल्डिङ घरहरू छ ओहो के छ भन्नै ठोकेको यार छेउछेउमा चाहिँ ठुल्ठुलो अग्लो अग्लो बिल्डिङ छ होइन ठ्याक्कै बिचमा रोड के म चाहिँ यताबाट जाँदैन यताबाट जान्छु तपाईँहरूलाई मैले पुरानो बस पार्क देखाइदिन्छु है त एकछिन होल्ड गर्नु होला मैले चाहिँ रुवा लाएर लास्टै गाह्रो भएको छ रुवा खोकी होइन सबै लाएर गाह्रो भएको छ मलाई त्यही पनि हजुरहरूले मेरो यो बुटोल सहर कस्तो छ भनेर तपाईँहरूको मनमा पनि बुटोल भन्ने ठाउँ चिन्नुभयो होला बुटोल सिटी कस्तो सुन्नुभयो होला बुटोलमा यस्तो छ बुटोल यता चाहिँ पश्चिमतिर गइन्छ यताबाट यो चाहिँ मेन हाइवे है यता पछाडि चाहिँ पश्चिम तपाईँको पश्चिम जानु परेमा यहाँ गाडी लाग्छ है पश्चिमतिरको गाडी चाहिँ यहाँ लाग्छ अनि यो चाहिँ मेन बुटोल सहर यही हो हेर्नुहोस् यहाँ दामी छ नि त स्वच्छ सफा होइन हाम्रो बुटोल अझै यो चाहिँ पश्चिमबाट आउने रोड हो मेन हाइवे त उता छ तपाईँलाई देखाइदिन्छु गाडी जाम पुरानो बस पार्क भनेर चाहिँ तपाईँहरूले यही चिनिन्छ पुरानो बस पार्क भन्ने ठोकेको होइन पुरानो बस पार्क भन्यो भने ठ्याक्कै यहाँ तपाईँलाई गाडी रोकिदिन्छ ओ क्या यो सफा सुन्दर सफा छ है हाम्रो बुटोल तपाईँहरूलाई साइकल चाहियो भने यता आउनु सक्नुहुन्छ पुरै तपाईँहरूलाई सेवा सुविधा चाहिँ राम्रो छ कि साइकल पसलहरू चाहिँ राम्रो साइकलहरू पाइन्छ यहाँ चाहिँ म चाहिँ धेरै खुसी छु यो बुटोलमा फेरि यो टडकले फेरि हान्छ कि यार यही मोर्छ मान्छेले किन जानी काल खोज्छ यार
एकछिन थोरै ढिलो भयो भने थोरै ढिलो भएमा केही हुँदैन क्या, बरु आरामले जाऊ होइन। छिटो गएर छिटो मुख सुक्खा भएर बोल्नै मिलेको छैन मेरो चाहिँ। छिटो हतार गऱ्यो भने जिन्दगी लतार हुन्छ भन्दा। हेर्नुहोस् न तपाईँले क्रेन हिँडेछ ऊ चलाइरहेको छ कि क्रेन। तपाईँको यो चाहिँ ठ्याक्कै कहाँ भन्दा लुम्बिनी अञ्चल हस्पिटल गयो। लुम्बिनी अञ्चल हस्पिटल बन्देछ। यहाँ चाहिँ ठुलो सामानहरू बोक्नु पऱ्यो भने यहाँबाट यस मार्फत उठाइन्छ। अनि यो चाहिँ के हो चाहिँ सिमेन्ट फ्याक्ट्री हो क्या हो। मेन हाइवे चाहिँ यो हो, तपाईँ देख्न सक्नुहुन्छ। क्या ठुलो छ क्या है, राम्रो मेन हाइवे चाहिँ है तपाईँको। अब यता गयो भने तपाईँ भैरवा साइड पुग्नुहुन्छ। यता गयो भने अघि अपर्सनको लाइन, यता गयो भने तपाईँ गोलपारा हुँदै कुल्मी पाल्पा कुल्मी रिडी यताबाट पुगिन्छ होइन। अनि यहाँ चाहिँ त्यो बाटो यताउति घुम्ने। अब देख्न सक्नुहुन्छ यत्रो ठुलो क्रेन छ क्या यहाँ चाहिँ। यो चाहिँ तपाईँको हस्पिटल लाइन भन्छ है यसलाई चाहिँ हस्पिटल लाइन भन्छ। पुरै हस्पिटल छ क्या। फेरि यता डेन्टल सेन्टल पुरै यो चाहिँ पार्किङहरू कारहरू पार्क गर्छ क्या यसले। गाडी पनि क्या कुदाउँछ हो यता मान्छे हिँडिरहेको बेला। यही हो मेन गेट अञ्चल हस्पिटलको। अहिले त बन्द गरेको रहेछ। त्यहाँ पनि क्रेन छ। बाउ आयो यसले त मान्छे थुप्रै मारेको छ हो। यससँग त मलाई पनि डर लाग्छ लास्ट यार। तपाईँ चाहिँ पैदल यात्रा आउनुभयो भने चाहिँ सुरक्षितको साथ आकाशे पुलबाट यात्रा गर्नु होला, किनकि तपाईँहरूलाई सेफ हुन्छ। गाडीहरूले हान्ने डर हुँदैन। यो चाहिँ तपाईँको नयाँ बस पार्क। तपाईँ चाहिँ बुटोल बस पार्क आउन चाहनुहुन्छ भने तपाईँ चाहिँ बस पार्क यहीँ रोकिदिन्छ। यो चाहिँ बस पार्क है, दामी छ नि त। हेर्नु न हाम्रो बुटोल छ, सोचेको भन्दा बढी सुन्दर छ क्या। तर यहाँ चाहिँ लास्टै गर्मी हुन्छ। गर्मी महिनामा चाहिँ जाडोमा पनि लास्टै जाडो हुन्छ क्या। यहाँ एकचोटि त हिउँ परेको थियो यार बुटोलमा, नसोचेको। यहीँबाट चाहिँ तपाईँको बस पार्कभित्र जान्छ। बिचरा कसको काल आयो यार। यस्तो मजाको जिन्दगी। एकछिनमा खुसी एकछिनमा दुःख। मान्छेको जिन्दगी भरै हुँदैन क्या, ठेगानै हुँदैन। त्यसैले म पनि अब यस्तरी खुसी भएर भिडियो बनाउँदैछु। ट्याक्क अगाडि आएर ड्याममा ठोकेर भ्याङ्गा लोटेँ भने त मेरो जिन्दगी पनि त भरै छैन क्या मान्छेको जिन्दगी। अब मेरो रुवाला छ, लास्टै गाह्रो भएको छ मलाई चाहिँ। तपाईँको चाहिँ बुटोल सिटी सेन्टर यो फिल्म हलमा चाहिँ तपाईँहरूले फिल्म हेर्नुभएको होला साँच्चीकै। दामी छ नि त होइन हाम्रो बुटोल। अहिले यता पनि बाटो बनाउनु लाग्यो। ल यता चाहिँ अगाडि जेब्रा क्रसिङ छ। अहिले चाहिँ ट्राफिक लाइटको पालना गर्नुपर्छ होइन। हेर्नुहोस् न बुटोलमा नि नियम त छ नि, ट्राफिक रुल त प्रयोग गर्छ कि बुटोलमा। जे म चाहिँ शानदार हिरोको इन्ट्रीमा मान्छेहरू आएको छ, पुलबाट हिँडिरहेको छन्। आफ्नो सुरक्षा आफै गर्नुपर्छ कि मान्छेले। गाडी चाहिँ गयो टाइम स्टार्ट भएछ कि। अब ठ्याक्कै उताको गाडी रोकिन्छ है। छेउछेउको गाडी रोकिन्छ। ट्राफिक लाइट जापानिजमा चाहिँ सिन्गो भन्छ ट्राफिक लाइटलाई। धुलो पनि फेरि लास्टै धुलो छ कि। नेपाली पाउडर हेर्दै उहाँ चाहिँ हुन्छ एउटा क्रसिङ लाइट 6-5। हिँड गाडी हिँड। मार्ला गाँठे गयो मार्ला। फेरि यो टिप्परमा कि त्यो बुटोल क्या दामी लाग्छ क्या मलाई चाहिँ यार। तर एउटा कुरा रुवाला लाग्छ त्यही माथि धुलो। मैले मास्क लिएर आएको थिएँ, मास्क कहाँ फालेँ? ए साँच्चै सिगन खोजेर फालेँ मैले है। कस्तो बिर्सेको यार। सिगन आइरहेको छ मेरो नाकमा, तर फाल्नु भएन। हजुरलाई घिन लाग्छ नि त फेरि। यस्तो राम्रो भिडियो बनाएको बेला त्यस्तो कुरा गर्नुहुन्न है फेरि। च्याठा कति राम्रो केटी हो फोटो, तर हेर्नु हुँदैन। सबै दिदी बहिनी हो। यहाँ पनि ट्राफिक लाइट हाल्नु पर्ने के।
मेरो चाहिँ गुलमेली भाषा छ होइन, गाउँको भाषा। अब त गाउँले परियो, यसो मेरो बोलीचाली चाहिँ अलि अर्कै हुनसक्छ, तपाईँहरूको भाषामा नमिल्न सक्छ होइन, तपाईँहरूको ठाउँसरको भाषा नमिल्न सक्छ। त्यही भएर चाहिँ यसो भाइलाई बुझेर तोर्बीहरू हो कसम। मैले चाहिँ तपाईँहरू अब आकाशे पुलबाट तपाईँहरूलाई मैले मेरो बुटोल देखाइन्छु। ए आकाशे पुलबाट चाहिँ म बिदा हुन चाहन्छु होइन। तपाईँहरूलाई चाहिँ अगाडि गएर यसलाई चाहिँ चौडा भन्छ है। ए मैले त ठाउँको नामै भन्नु पछाडिबाट टडक आएको छ त्यो। ए माऱ्यो माऱ्यो माऱ्यो, स्टप स्टप। चाबी फुस्क्यो यार, धन्ने टडकले हानेको। आउँदा आउँदा एक्सिडेन्ट भयो नि यार, धन्ने भन्नु थियो नि त मैले अघि बोलेको कुरा चाहिँ सत्य हुन्छ क्या यार। हेर्नुहोस् न, धन्ने यसले गर्दा आज मेरो यो टडकबाट बज्यो, धन्ने मरेन यार। यस्तो गर्छ देख्नुभयो, जिन्दगीको केही ठेगानै हुँदैन क्या। अब यो यस्तरी अड्किरहेको थियो, धन्नै कुदाएको थिएन मैले गाडी, यो साइकल चाहिँ यार। राम्रोसँग चाबी नलागेको रहेछ क्या मेरो गाडीमा। अहिले चाहिँ इलेक्ट्रिक गाडीहरू बुटोलमा पनि धम्माधम आइरहेको छ होइन। बिजुली खपत अरे यो धुलो धुवा नियन्त्रण हुन्छ नि त यसबाट। पेट्रोलको अब महँगाइ छ होइन, बिजुली अलिक सस्तो पर्छ, त्यही भएर मान्छेहरूले चाहिँ अलि इलेक्ट्रिक गाडीहरू चलाइरहेको छ धमाधम। यो चाहिँ सिमेन्ट, यसले चाहिँ सिमेन्ट बोक्दो रहेछ क्या। तपाईँहरूले ऊ त आकाशे पुलबाट देखाइदिन्छ मैले, ऊ त्यो आकाशे पुलबाट। बुटोल पनि कोही सिटीभन्दा कोही कम छैन। लास्टै ठुलो छ बुटोल पनि यार। यत्रो बिल्डिङहरू छ यहाँ चाहिँ, हेर्नु नि क्या बिल्डिङहरू छ ठुलो। यस्तोबाट हिँड्नुपर्छ कि साइकल चाहिँ, मान्छेहरूले देख्ला। तपाईँ चाहिँ यहाँबाट लुम्बिनी जान सक्नुहुन्छ है, लुम्बिनी गौतम बुद्ध जन्मेको ठाउँ लुम्बिनी। तपाईँ चाहिँ यहीँबाट जान सक्नुहुन्छ अगाडि ठ्याक्कै। अगाडि चाहिँ दिदी बहिनी हुनुहुन्छ, यसो साइड गर्नु न। यही भएर त दामी लाग्छ, हेर्नुहोस् न यो बुटोलको सिन। हुन्छ मैले चाहिँ साइकल अड्डाएँ, तपाईँले बुटोल हेर्न सक्नुहुन्छ। त्यहाँ धेरै गाडीहरू छ अहिले त। यो चाहिँ लखनचोक भन्छ यसलाई चाहिँ। यता जानुभयो भने तपाईँ भैरवा पुग्नुहुन्छ, यता जानुभयो भने तपाईँ बसपरा पुग्नुहुन्छ, यता जानुभयो भने त तपाईँ काठमाडौँ पुग्नुहुन्छ है। हो कति राम्रो नानीहरू आएको, सेम मेरो बहिनीहरू जस्तो रहेछ है। लगेकै छैन हेरेर आनन्द लिनुहोस्। त्यो माथिबाट कति धेरै गाडीहरू आएको छ हेर्नु न। यही भएर त मलाई बुटोल सहर दामी लाग्छ नि त। देख्नुभयो हाम्रो बुटोल सहर कतिको राम्रो अनि कतिको सफा छ होइन। यहीबाट चिनिन्छ। यहाँ चाहिँ क्या ठुलो बिल्डिङ बन्दै रहेछ है। यो र यो को ठुलो होला है, त्यही बिल्डिङै ठुलो छ होला सायद। ग्यास बोक्ने गाडी ल यता चाहिँ खासै छैन, किनकि यता गाडी धेरै भिड भएको कारण चाहिँ माथि ट्राफिक नियमको पालन गर्नुपर्छ। त्यहाँ माथि चाहिँ ट्राफिक लाइट छ, त्यसैले चाहिँ यताबाट चाहिँ गाडीहरू धेरै आउँछ है। काठमाडौँबाट आयो भैरवाबाट आयो क्या। ल गाइस आजको भिडियो चाहिँ यति भन्दै म तपाईँहरूको माझबाट बिदा हुन चाहन्छु। यस्तै अझै यो भिडियोलाई चाहिँ तपाईँहरूले साथ सपोर्ट अनि माया देखाइदिनु भयो भने चाहिँ अझ मैले नयाँ ठाउँ नयाँ सिटीमा गएर तपाईँहरूलाई चाहिँ मनोरञ्जन दिन्छु भन्ने
के भन्छ बाचाको साथ म चाहिँ तपाईँहरूबाट बिदा हुन चाहन्छु। भाइलाई माया गरिदिनु होला। भिडियो मन पर्यो भने लाइक एन्ड सब्सक्राइब गरिदिनु होला है, कमेन्ट पनि गरिदिनु होला। अनि साथै कमेन्टमा प्रतिक्रिया दिन नभुल्नु होला। कस्तो लाग्यो त हाम्रो बुटोल? जय बुटोल। आयो बाउ आयो, कोइला लिएर आएको छ नि त, कोइला आयो, फेरि आयो। यता चाहिँ लास्टै भिड हुन्छ हो, यता जाने भन्दा यता जाने भिड धेरै हुन्छ क्या। ल गाइज बाई बाई, लभ यु होइन।